हेलो गुड मर्निङ साथीहरू, वेलकम ब्याक टु माई अनदर भ्लग। इट इज मी तिलक र हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र आज चाहिँ हामी जाँदैछौँ दाउरा बोक्नलाई होइन। आजको मौसम देख्न सक्नुहुन्छ, एकदम बादल लागेको छ होइन, चिसो चिसो गरिरहेको छ मौसमले आज चाहिँ होइन। एकदम अब चाहिँ बर्खा सुरु भइसकेको छ होइन, त्यही भएर चाहिँ एकदम दिनदिनै पानी परिरहेको हुन्छ होइन। त्यही भएर हल्का यता चाहिँ चिसो छ होइन, यो धेरै हाइटमा भएर होला होइन। गाइस, म चाहिँ अहिले खाना खाएँ, अब निस्किसकेको छु होइन। हातमा चाहिँ मेरो बरियो छ अनि त्यस्तो भएर चाहिँ मैले ज्याकेट लगाएको छु होइन। अहिले चाहिँ त्यही हो, हामी जानुपर्ने चाहिँ त्यो तल त्यो खोलामा होइन, यो खोलामा त्यहाँ जानुपर्ने हुन्छ होइन। आजको दिन चाहिँ दाउरा बोकाइ हुन्छ र के कस्तो हुनेछ तपाईँहरू भिडियोलाई अन्तिमसम्म हेर्नु होला, अनि थाहा पाइहाल्नुहुन्छ होइन। यहाँ पनि चाहिँ नेपाल जस्तै छ क्या होइन, सेम नेपाल जस्तै हो। यस्तै मकै लगाएको छ यहाँ पनि होइन, मकै सिमी होइन सब छ क्या यहाँ, देख्न सक्नुहुन्छ। नेपाल जस्तै भाइब्स दिइरहेको छ यहाँ पनि। ल साथीहरू, हामी चाहिँ यहाँ दाउरा बोक्ने ठाउँमा आइपुगेका छौँ होइन। देख्न सक्नुहुन्छ त्यहाँ अङ्कलहरूले यताउता अङ्कलहरूले चाहिँ यहाँ दाउरा बनाउँदै हुनुहुन्छ अनि कोहीले बनाउँदैछन्। ल साथीहरू है, बोक्यो होइन दाउरा, सिमसिम झरी पर्दैछ, पानी पर्दैछ। ल यहाँ चाहिँ आन्टीले बनाइसक्नु भयो होइन। यहाँ फुपूले चाहिँ हल्का यो खुकुलो भयो भनेर चाहिँ बनाउँदै हुनुहुन्छ होइन। धेरै नै हाल्नुभयो फुपूले चाहिँ एकदम। अहिले पुरै तेर्छले खिलाउनु भएको त दाउरा त हुनु है, गजब चिया देख्ने खालेहरूले देख्न सक्नुहुन्छ। हामीले चाहिँ लगभग 6 जनाले 5-6 चक्करमा चाहिँ यति फालेका छौँ होइन। अनि म चाहिँ यता छु, पुरै पसिना भएको छु है साथीहरू। म त के गर्ने, गाह्रो छ, काम गर्नै पर्यो होइन। 1 hour later दाउरा बोक्दै फेरि अर्को काम गर्नु पर्यो। हामी जाँदैछौँ अब मेसिन ल्याउन तल चाहिँ, त्यहाँ मिक्सचर ल्याउन जाँदैछौँ होइन साथीहरू। के गर्नु, गाह्रो छ। अगाडि अङ्कलले दिनुहुन्छ त्यो पारि दाउरा खान, सट्टै हामी यहाँ चाहिँ तल जानुपर्ने हुन्छ। लगाएछ हामी चाहिँ यहाँ मिक्सचर भएको ठाउँमा आइपुग्यौँ होइन। देख्न सक्नुहुन्छ पुरै अङ्कलहरूले यो पानी हुनुहुन्छ होइन। हामी अहिले चाहिँ 4 जना मात्रै छौँ है साथीहरू। हेरौँ यो कतिको भारी रहेछ, एकदमै भारी रहेछ होइन। यो चाहिँ लगभग 1.5-2 क्विन्टल रहेछ। हेर्नुहोस् मेरो पसिना यसरी निकालिदिइरहेछ यार। मेसिनमा लगाएको काठ भाँचिएकोले हामी चाहिँ अहिले एकछिन काठ फेर्दैछौँ है। 1 hour later अहिले चाहिँ 4-5 जना फेरि आएका छन् होइन, त्यही भएर चाहिँ सजिलो भएको छ। अहिले चाहिँ हामीले गुडाउँदै लगेका छौँ होइन। एकदम पानी परेर होइन भिजेका छौँ हामी चाहिँ एकदम। लगाएछ हामीले चाहिँ मेसिन होइन, त्यहाँ घरमा पनि पुर्याइसकेका छौँ होइन। अनि त्यहाँबाट पुर्याएर चाहिँ आएर चाहिँ होइन कपडा चेन्ज गरेर चाहिँ मैले भिडियो बनाउँदैछु होइन। ल आजको चाहिँ भ्लग यस्तै भयो होइन। दाउरा बोक्दै पनि मेसिन बोक्न जानु पऱ्यो होइन। र फुपू र आन्टीहरूले चाहिँ दाउरा सकेर पनि आइसक्नु भएको छ होइन। त्यही हो होइन। भिडियो कस्तो लाग्यो होइन, यदि मन परेको छ भने होइन लाइक सब्सक्राइब गर्नु होला होइन। त्यही हो, अनि कमेन्ट पनि गर्नु होला। यस्तै हो होइन, काम गर्दाको भ्लग चाहिँ हो यो है।